हेलो गाइज वेलकम टु डे इन माई लाइफ इट्स मी ऋतिक शर्मा आई होप सबजना सन्चै हुनुहुन्छ होला। आज हाम्रो विकेन्ड थियो एन्ड विकेन्ड भएपछि त घरमा बस्ने कुरा नै भएन। सो हामी आफ्नो ग्याङहरूसँग रमस्ती र रमाइलो गर्दै आफ्नो डेस्टिनेसनतर्फ लागे। मौसम पनि त्यत्तिकै दामी नै रहेछ एन्ड दाईसँग मस्ती नहुने कुरा नै भएन गाइज। सो हामी मस्ती गर्दै बाटोमा आफ्नो डेस्टिनेसनतर्फ लागे एन्ड एकैछिनमा हामी पुगे धनगढीमै एन्ड त्यहाँबाट आफ्नो डेस्टिनेसनलाई लग गर्दै हामी अगाडि बढ्न थाले। आज हाम्रो ग्रुपमा म र दाईहरू मिलाएर टोटल 5 जना थिए। बिदाको दिन भएपछि त रुममा बसेर काम नै छैन गाइस लेट मी सेयर यु वान थिङ। जीवनमा सबै कुरा टेम्पोररी नै हुन्छ। यो नेचरको अन्तिम ल नै हो। तपाईँको फ्यामिली मेम्बर, तपाईँको रिलेसनसिप, तपाईँको धन सम्पत्ति, तपाईँको गाडी घोडा, तपाईँको जीवन पनि, जुन कुराको सुरुवात हुन्छ त्यसको अन्त्य पनि हुन्छ। यो कुराहरूमा तपाईँको र मेरो कुनै पनि कन्ट्रोल हुँदैन। सो आफ्नो लाइफलाई खुलेर इन्जोय गर्नुपर्छ। एट द इन्ड अफ टाइम तपाईँलाई यो रिग्रेट नहुनु परोस् जे म लाइफमा गर्नुपर्ने थियो, जे इन्जोय जे मुमेन्ट जिनुपर्ने थियो त्यो जिइन। एन्ड मलाई ट्राभल गर्न सानैदेखि साह्रै नै राम्रो लाग्छ एन्ड एट द मोमेन्ट तपाईँहरूसँग सेयर गर्दा साह्रै नै खुसी लागिरहेको छ। एन्ड हियर आवर डेस्टिनेसन भालटार एन्ड हियर इज अ प्लेस अफ पिस, ब्युटी एन्ड नेचर। एन्ड यस्तो पिसफुल ठाउँमा आएपछि त नेचरको मजा नलिनु कुरा नै भएन गाइज। एन्ड दाईहरू यहाँ पहिला नै आइसक्नु भएको छ एन्ड मेरो आज फर्स्ट टाइम हो यहाँ। एन्ड यो लोकल रेस्टुरेन्टमा आँप पनि बवाल नै फलेको रहेछ एन्ड मेरो मनले मानेर सो म पर्मिसन लिएर एउटा आँप तोडेँ एन्ड ओ माई गड आँप त साह्रै मिठो नै रहेछ यहाँको हेरेर ओन्ली। एन्ड देन के थियो र एन्ड वी ट्राई दिस म्याङ्गो विथ साल्ट। उफ माई गड लाजवाब नै थियो, साह्रै नै मिठो रहेछ यो आँप त। र उता हाम्रो दाई न्युटनको ललाई आँपमाथि ट्राई गर्दै हुनुहुन्थ्यो र चटपटे गाइज एन्ड चटपटे खाँदै खाँदै हाम्रो चिसो पनि आइसक्यो। एन्ड हाम्रो चिसो आएपछि त दाईले आफ्नो मेजरमेन्टवाला स्किलले हाम्रो चिसो खुवाउनु भयो। एन्ड चिसो भएपछि हामी त सरर गट्ट खाएपछि त यहाँको मौसमको इन्जोय लिन थाल्यो गाइज। एन्ड द भ्यू उफ बवाल नै रहेछ। एन्ड गाइज आई सजेस्ट यु कि तपाईँ इभन नियरेस्ट लाहान हुनुहुन्छ भने एकचोटि यहाँ आउनु होला। एन्ड यहाँको भ्यू त ओ माई गड कुरै नगरौँ यति दामी पो रहेछ र यहाँको इन्भाइरोमेन्ट पनि उफ आएर एकदम फ्रेस नै फिल भइरहेको थियो मलाई। एन्ड यो फ्रेस इन्भाइरोमेन्टमा यस्तो सनसेटको भ्यू ओ माई गड लाजवाब नै थियो। एन्ड आफ्नो झुल्पीलाई मिलाउँदै आफ्नो ग्लासलाई सरियाउँदै एन्ड हामी यो ठाउँलाई टाटा बाई बाई गर्दै फेरि आफ्नो डेस्टिनेसन इट मिन्स आफ्नो रुमतर्फ निस्के। सो आजको लागि यत्तिकै गाइज। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। फर मोर डु अ लाइक, सेयर, सब्सक्राइब ऋतिक शर्मा ब्लग्स। थ्याङ्क्स फर वाचिङ।